कहिलेकाहीँ त घरको काम गर्न पनि दिक्कै लाग्छ नि। आज बिहान मलाई पनि खाजा बनाउन मन लागेन, त्यसैले आजको खाना चाहिँ बाहिरै खाने भयौँ अनि लाग्यौँ हाम्रो मन पर्ने बेकराईतिर। नमस्कार सबैजनालाई। आज हाम्रो दिन कसरी बित्नेछ भनेर म हजुरहरूलाई सुनाउँदैछु। हिजोको थकानले गरेर आज उठ्नै मन लागेन। पापा छोरी चाहिँ बिहानै उठेर खेल्दै हुनुहुन्थ्यो अनि म पनि उठेर भने जाउँ आज खाजा खानलाई। त्यसैले आज घरमा दुःख नगरी बाहिरै खाजा खाने सोच बनाएर हामी निस्कियौँ। छोरी त बाहिर निस्किने भनेपछि त्यसै खुसी। अनि बेकराईमा पुगेर ऊ आफै एउटा टेबल रोजेर बस्छे अनि म पनि त्यहीँ गएर बस्छु। यसै बिचमा छोरीको अर्डर पनि सुनिहाल्नु भयो होला र छोरीले अर्डर गर्ने अनि पापाले नल्याउने भन्ने कुरै हुँदैन। उसको जुस पनि आइपुग्यो, हाम्रो खाजा पनि आइपुग्यो। छोरी पनि खुसी हुँदै खाइ र हामी पनि छोरी खुसी भएको देखेर त्यसै दङ्ग पर्दै खायौँ। त्यसपछि बाबा चाहिँ पसलमा जानुपर्ने अनि म चाहिँ एकजना साथीको छोरी आज श्रीष्मासँग खेल्न आउने भनेको थियो र त्यसको लागि घरमा आउनुपर्ने थियो। हामी खाजा खाएर फटाफट घरतिर लाग्यौँ। अनि मैले श्रीष्मालाई भनेको थिएँ आज एल्विसा घर आउँछिन् भनेर। ऊ साथी आउने भएपछि एकदम खुसी भएकी थिए। गएर ढोका लगाउनै मानिन र ऊ ढोकामै पर्खेर बसिरहेकी थिए। अनि उसको साथी पनि आइपुगिन् र मेरो छोरीले यसरी वेलकम गर्छे। यसरी नै कहिले उनीहरू मिल्छन्, कहिले झगडा गर्छन्, कहिले सँगै खान्छन्, कहिले रुन्छन्। यही बिचमा मेरो खानाको तयारी पनि भयो र एल्विसाको मामु आइसकेपछि हामी सबैजनाले खाना खाएर अनि बाहिर अलिअलि केही सामान पनि किन्नुपर्ने थियो र बच्चाहरूलाई घरमै के गरेर राख्ने भनेर हामी बाहिरतिर निस्किने तयारी गऱ्यौँ। छोरीहरूलाई चाहिँ हिरोइनी बनाएर आमाहरू चाहिँ ठिकै पारामा बाहिरतिर निस्कियौँ। मलाई चाहिँ खासमा सोफामा राख्नुपर्ने किचन चाहिएको थियो र त्यसको लागि सपिङ गर्न जानुपर्ने थियो। अनि अरू त खासै त्यस्तो काम केही थिएन र बच्चाहरूलाई घुमाउनकै लागि भनेर हामी निस्केको। बाटोमा जाँदा जाँदै यस्तो राम्रो मकै भेट्यो। मकै देखेपछि नकिन्ने कुरै भएन। बच्चालाई घुमाउने काम र हाम्रो सपिङ पनि सकिएपछि हामी बिस्तारै घर फर्किन्छौँ र मैले किनेको सोफाको किचन कस्तो देखिन्छ म हजुरहरूलाई देखाउने छु। हजुरहरूलाई मेरो भिडियो कस्तो लागिरहेको छ, मन परेको छ भने कमेन्ट गरिदिनुहोस् है त। म फेरि अर्को भिडियो लिएर आउने छु। अहिलेलाई धेरै धेरै धन्यवाद। बाई बाई, शुभ दिन।